अबको 27 घण्टापछि मौन अवधि सुरु हुँदैछ। जेन्जी विद्रोहबाट अपदस्थ सरकारका प्रमुख तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चुनाव लक्षित अन्तिम भावुक भिडियो सन्देश जारी गर्दै जनतासँग विवेक पुर्याएर मतदान गर्न अपील गरेका छन्। अध्यक्ष ओलीले जारी गरेको झण्डै 6 मिनेटको भिडियोमा उनले देश जलाउनेहरूलाई होइन, देश बनाउने एमालेलाई भोट हाल्नु भनेका छन्। मूलतः राष्ट्रिय स्वाधीनता, अखण्डता, सार्वभौमिकतामा कसैसँग कहिले पनि सम्झौता नगरेको उनको दाबी छ। आफूमा कमजोरी रहेको स्वीकार पहिलो पटक अध्यक्ष ओलीले गरेका छन्। प्रष्ट भाषामा नभने पनि ओलीले देश जलाउनेहरूको रूपमा रासोपा वा बालिन शाहलाई भन्न खोजेका हुन्। देश बनाउने भनेर उनले नेकपा एमालेलाई भनेका हुन्। अध्यक्ष ओलीले भनेका कुरा कति सत्य हुन् र उनले कुन बिन्दुमा मास म्यानिपुलेसन गरे त्यो म भन्दैछु। ओलीले 72 सालमा भारतले नाकाबन्दी गर्दा जुन प्रतिकार गरे त्यो सल्युट योग्य थियो। नाकाबन्दी सुरु हुँदा काङ्ग्रेसको सरकार थियो। प्रधानमन्त्री सुशीला कोइरालादेखि बाँकी सबै मन्त्रीहरू नाकाबन्दीलाई नाकाबन्दी भन्न पनि डराउने कायर र निकम्मा थिए। नाकाबन्दी चलिरहँदा ओली पहिलो पटक प्रधानमन्त्री भए। त्यसपछि भारतीय ज्यादती अत्याचार विरुद्ध उनको जिब्रो तरबारको धार चाहिँ चल्न थाल्यो। त्यो बेला प्रधानमन्त्री भनेको केपी ओली जस्तो हुनुपर्छ भन्ने सबैलाई लाग्यो। यस्ता व्यक्ति प्रधानमन्त्री भएमा तपाईँ हामीलाई गर्व पनि महसुस भएकोमा यति कुरा चाहिँ साँचो हो। अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा लिएको अडानलाई नेपाली जनताले सम्मान गरे। एक नेतामा हुनै पर्ने जुन साहस थियो त्यो एक ओली बाहेक मरेका लासहरू अरू कसैमा पनि देखिएन। ओलीले देश र जनताको पक्षमा आफूलाई उभ्याएपछि नेपाली जनताले ओलीलाई धेरै ठुलो उपहार दिएर पुरस्कृत गरे। 72 सालको नाकाबन्दी, 74 सालमा प्रतिनिधि सभाको निर्वाचन हुँदा 165 निर्वाचन क्षेत्रमध्ये एमालेले 103 सिटमा मात्रै उम्मेदवारी दिएको थियो। बाँकीमा माओवादीसँग गठबन्धन गरेको थियो। 103 सिटमा उम्मेदवारी दिँदा एमाले एक्लैले 80 सिट जित्यो। समानुपातिकबाट 41 सिट पायो। दुवै जोड्दा 121 सिट हुन्थ्यो, जुन बहुमत भन्दा अलिकति मात्रै कम थियो। गठबन्धनमा रहेको दल माओवादीले पाएको सिट जोड्दा 174 हुन्थ्यो। कर्म अनुसारको फल भनेको यही नै हो। ओलीले 72 सालमा एक प्रधानमन्त्रीको हैसियतमा जे गर्नुपर्ने थियो त्यही गरे, जसको पुरस्कार स्वरूप जनताले आँखा चिम्लेर एमालेलाई भोट दिए। अर्थात् केपी शर्मा ओलीबारे जुन कालमा जे प्रशंसा गरिनु पर्थ्यो त्यो भयो। त्यसमा कसैले कमजुसाइ गरेकै छैन। तर यो होइन कि 72 सालमा हामीले जे भूमिका निर्वाह गरे त्यही कुरालाई सम्झिएर त्यसपछिका घटनाक्रमलाई बिर्सिएर जनताले भोट दिइरहन्छन्। 74 सालपछि काङ्ग्रेस, एमाले र माओवादीले यो देशमा के गरे त? यो कुराको हिसाब जनताको खातामा छ। भदौ 23 र 24 को घटनाको हिसाब पनि छ। एकछिनलाई भदौ 23 र 24 पनि बिर्सौँ। एकपटक गिरिबन्धु चिया बगान सम्झौँ। बिर्तामोडमा महेन्द्र राजमार्गसँग टाँसिएको गिरिबन्धु चिया बगानको 300 बिघा जमिनको मूल्य अहिले उच्च छ। त्यो बगानलाई भारतको सीमा छेउ सार्ने, बगान भएको ठाउँमा प्लटिङ गरेर बेच्न बिचौलिया र नाफाखोरहरूको स्वार्थ बमोजिम केपी ओलीले काङ्ग्रेस र माओवादीसँग समेत मिलेर भूमि सम्बन्धी ऐन संसदमा